हामी आज झादेउ मेलामा छौँ है। ढिमेको झादेउ मेलामा हाम्रो कुसेका विशेष टिम पूर्व उपाध्यक्ष जुजु, हालको उपाध्यक्ष होइन, अहिले हालको 2 कार्यकालको है सबै टिम छ। यो एकदम वरिष्ठ टिम है। यो झादेउ मेला अनि अध्यक्षज्यू सुनसेन अध्यक्षज्यू झादेउ मेला कस्तो लाग्यो हजुरलाई? अनि झादेउ सुन्स्यो यो पुष्य 5 मै झादेउ मेला अर्को पुष्य 5 खुर्पामा लागिरहेछ। अनि यहाँ पनि लाग्यो किन हजुर? यो अलग यो पछि फर्केर गएको भन्ने चाहिँ नि चलनचल्ती अनुसार छ, पहिला अनुसार छ। अब दुईटै ठाउँमा लाग्ने खास ढिमेको झादेउ भने पुरानो हिसाबले सुने हुनाले र ढिमे जाउँ पगला खाउँ भन्ने होइन। अनि सुन्छु अझ अनि हाम्रो खुर्पाको टिमलाई जस्तो खुर्पाको झादेउलाई हाम्रो स्थानीय सरकारबाट सहयोग केही भएको छ कि? अब यो सहयोग दुईटैलाई गर्ने कुरा छ। आवश्यकताका आधारमा त्यहाँका चाहिँ नि खेलप्रेमी साथीहरू अथवा त्यहाँको आयोजक टिमले केही चाहिँ सजिलो अप्ठ्यारो परेको अवस्था भयो भने दुईटैलाई हामीले गाउँपालिकाले व्यवस्थित बनाएको छ। हामी सबैलाई सहयोग गर्छौँ। मन्दिर बनाउने कुरामा यहाँ पनि बनाएको छौँ, पार्क पनि बनाएको, अरू आवश्यक पऱ्यो भने अरू पनि बनाउँछौँ। विशेष धन्यवाद।